के खानुभएको दिदी? खोकीको औषधि। ए यो त अनि सरखण्डा खायो भने त नि खोकी लाग्छ भने चाहिँ नि औषधि हुन्छ हो? त्यही भएर भएन। ए हरे खुर्सानी त्यही माथि खोकी लागिरहेछ, खोकी लाग्दाखेरि सफा खाना के भन्छ नि, खोकी औषधि भन्नु पर्यो। होइन अनि अहिले अचेल भोलि त रोप्ने बेला होइन सरखण्डा? अहिले त यहाँ त फेरि फली पो रहेछ त। अरूको बारीमा चाहिँ रोप्ने बेला भयो होइन। मेरो बारीमा चाहिँ कात्तिकदेखि चैतसम्म थोरै थोरै खन्ने खाने। ए अनि मामा म सरखण्डा खाएछ। यो सरखण्डा चाहिँ धेरै होला, मलाई पनि अलिकति दिनु है दि। मैले बेच्दैन। नबेच्ने? अनि यत्रो धेरै छ त अनि अब त्यो झालीभित्र अझै छ त। छन् त छ कि मैले नबेच्ने कि म बेच्दैन। मैले बेच्ने भए त अस्ति मैले यो लौकाको 1 लाख जति आउँ त्यसलाई बेचे भए सबैलाई बाँडिदिने हो, आए जतिलाई दिने हो, नआएकोलाई घर पुऱ्याउनु त म जाँदैन फेरि। यो लौका पनि कति धेरै फलै गर्दो रहेछ नि। आफ्नो मेहनत गरेर यसरी। मलाई तरकारी हेर न, मान्छेहरूले तरकारी छैन के खाने होला भन्छ। मलाई त तरकारी दुःख त जिन्दगी कहिले पनि हुँदैन। यसो पाखुरा चलाउनु पर्यो होइन, पाखुरा चलाउनु पर्यो। 4 जनामा 1 जना इन्डियातिर, 1 जना मामा घरतिर, सानो छोरा र म हो। अनि यसो छिमेकीहरू यसो यताउता हो, 1 मुठी पकाएर पुगिहाल्छ। आमा छोरा 2 जनालाई। मलाई त तरकारी त किन्नै पर्दैन भन्नाले आलु चाहिँ किन्छु है। अनि तपाईँ त काठमाडौँमा त यस्तो सरखण्डाहरू यस्तो लौका सौका अनि काठमाडौँमा त भक्तपुरमा त यस्तो लाउँदैन त अनि? भक्तपुर लाउँदैन भन्दा त्यहाँ त अब लाउँदैन। लाउँछ नि लाउनलाई त। अब त्यहाँ त अब योभन्दा त सागपातकै बढी भयो नि त। मैले यहाँ लाउँछु नि त, लगाउने खाने बेच्ने होइन, आउनेलाई दिने हो। पुर्याउनु चाहिँ म कसैलाई पनि जाँदैन। आइपुग्यो बाउ पनि खाऊ न, खाऊ के मिठो छ खाऊ न खाऊ भयो नि तपाईँ।